Hello? 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 कोही त छैन के देखाउनु ताली 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 कोही छैन त्यही पनि ताली नुवाकोट त्रिशुली कोलोनी है म आज गोल्डुङमा बस्छु छिमेकी मेरो नाम जीवन महर्जन प्रायः जसले मलाई चाहिँ महर्जन भन्दाखेरि त महर्जन होइन म घोटेको भन्छ छैन मेरो हजुरआमा चाहिँ घोटेको थियो गुरुङ हो है मैत्री प्रकाश हो ठिक छ केही छैन अब विज्ञान नेपालले अहिले म जुन गीत गाइरहेको छु नि मैले तपाईँलाई ढाँटेको होइन है मैले जुन गीत गाइरहेको छु नि र यो माग सुनाइरहेको छु है देख्नु भएको छ है योसँग क्षमता मलाई यो विज्ञान नेपालले दिएको विज्ञान नेपाल आउनुभन्दा पहिला मैले यो माग राम्रोसँग समाल्न सक्दिनँ थिएँ म हल्का प्रोफेसनल सिङ्गर त होइन यो टापन टिपिङ भन्छ नि टोयलेट सिङ्गर चाहिँ हो कि म मेरो घरको टोयलेटमा गएपछि को गएको छ टोयलेटमा जीवन गएको छ भने चाहिँ तिनीहरू अर्को टोयलेट खोजिहाल्थेँ किनभने तिनवटा गीत गाउँथेँ कि म टोयलेट गर्छु तिनवटा गीत नगाइकन म टोयलेटबाट निस्किँदैन मैले प्र्याक्टिस गरेको टोयलेटमा हो टोयलेट सिङ्गर हो म है विज्ञान नेपाल आएपछि मेरो चिक्रो पनि बाङ्गो थियो हल्का अहिले सिधा भएको छ है म बस्नु सक्दैन थिएँ बसी पुग्नु सक्दैन थिएँ बस चढ्नु खलासीले बस सक्दैन थियो बस रोकेपछि गाह्रो चढ्न गाह्रो उफ्रिन गाह्रो
त्यो भर्याङबाट आउन सक्दैन थिएँ कुर्सीमा बस्दा प्रायःसम्म लड्न सक्थेँ अनि टोयलेट जाँदा खुट्टा बौडिन्थ्यो पानी खाँदा सर्किन्थ्यो मेरो आँखा त यस्तो सर्दै यसरी यसरी सर्थ्यो मेरो आँखा म विज्ञान नेपालमा 3 वर्ष म यहाँ रेगुलर आएको छु कहिलेकाहीँ अब काममा पनि नयाँ नयाँ जानु पऱ्यो है त्यही भएर तपाईँहरूले विज्ञान नेपाललाई आफ्नो स्थानमा बसेर है जस्तै हिन्दूले मन्दिर सम्झिने होइन बुद्धिस्टले गुम्बा सम्झिने मुस्लिमले मस्जिद सम्झिने क्रिस्चियनले चर्च सम्झिने आफ्नो आउने हो आउँदाखेरि भर्याङमा आएपछि म यहाँ आएपछि निको हुन्छु त्यो म्याटमा सुत्दाखेरि पनि म निको हुन्छ सुत्योपछि मात्र त्यो मात्र निको हुन्छ है तपाईँहरूले सक्लो पानी त्यहाँबाट खानुहोस् त खाएर आएर मात्रै त्यो पानीले पेट दुख्छ के हुन्छ मलाई पेट दुखे जस्तो हुन्छ हो कि भनौँ न हामीले भोक लागेको बेलामा एउटा समोसा किनेर खाएपछि म अगाउँछु भने खान्थ्यो त्यो अगाएर छाड्छ त्यो त्यही भएर सबभन्दा ठुलो कुरो विश्वास हो संसारै विश्वास मात्रै अड्केको छ नि हो कि होइन हो कि भन्नुहोस् न हो नि त्यही भएर विज्ञान नेपाललाई माया गर्नुहोस् म्याट अब सुन किन्नुभन्दा तपाईँलाई सुन किन्यो भने एउटा सौन्दर्य एकछिनको लागि भोजमा ओहो वा त्यसले सुन लाएर है तोलाको 2 लाख पनि सुन लाएर एक किसिमको त्यसले ज्यान पनि लिनसक्छ अब अस्ति म यहाँ एक पाइला मैले 9:30 ढाँटेको होइन गुम्बाको के अरे स्वयम्भूको हलचोक भन्ने ठाउँमा एउटा दिदीको सुन लुट्यो तानेर त्यो दिदी लडेपछि त्यो दिदी किन्नु तर समात भएर हुँदा म त त्यो कुद्न सक्दैन थिएँ म उडेर गएको त्यो स्कुटरलाई समातेर लडाउँथेँ नि वाह 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 गर्दै आत्या क्या अनि के हो भन्दाखेरि मेरो सुनको सिक्रेट लुट्यो भने सिक्रेट त चाहिँ गर्छ अनि मैले के दिमाग लगाएँ भने त्यो केटीले त्यो चोकको पछि गयो अनि मैले त्यो सिक्रेट तानेपछि लकेट त होला नि भने खोजेको मैले आम्मा कसम नाटेश्वरी कसम मैले लकेट भेटाएँ त्यो लकेट पनि कमसेकम आधी तला 1 तला थियो होला अनि लिएपछि मान्छेको मन त स्वार्थी हुन्छ नि के गर्ने के अनि बाजे बजाइले भन्थ्यो कि सुन भेट्टायो भने अलक्षण लाग्छ अनि गएर दिदी एउटा महर्जन थियो महर्जन दिदी त्यो सानो बाटोमा अनि यो दिदी चिन्नुहुन्छ भन्दा अनि यही बाटो हिँड्छ बाबा अनि ठिकै छ नि त यो लकेट मैले भेटाएको छु यो लकेट चाहिँ मलाई दिनुहोस् न ठिकै अनि कतिजना मान्छेहरूले त्यो हेर्दाखेरि त जगल्टी छ चोर दाजु नाका जस्तो छ यसले सुन फुटाइदियो भन्ने होला भनेन होला क्या किनभने मेरो रुमको यो ट्याप हुँदा त कसैले मलाई राम्रो भन्दैन होइन यसरी त कसै घरमा छोरी मारेर पनि छोडिदिएँ लाटको होइन घरको कोठा मारेर घरमा दिएन त्यही भएर सबभन्दा ठुलो कुरो विश्वास हो